नयाँ जोखाइ ल बराबर हो। हेलो गाइस, नमस्ते, के छ संसार हुन्छ होला होइन। आज चाहिँ म चाहिँ बोका काट्न जाँदैछु, बोका काट्न होइन। चेट्टो पारामा बिस्तारै घरदेखि चाहिँ हिँडिसकेँ म चाहिँ होइन। ट्याक्क लगाएर चाहिँ म चाहिँ अब बारीको बिचबाट चाहिँ ट्याक्क लगाएर जाँदैछु बोकै काट्नको लागि। अनि त्यहाँ चाहिँ जोड्दै रहेछन् भाइहरू। त्यसपछि बोका काटेको आज सानो सर्ट ब्लक माथि मामाकोमा काट्दैछन्। अनि चाहिँ मलाई बोलाउनु भएको थियो, हिजो चाहिँ सल्लाह भएको थियो हाम्रो। अनि चाहिँ म चाहिँ अब निस्किएँ। त्यो चाहिँ हाम्रो सुन्दर गाउँ इलाका। अनि चट्टो पारामा बोका सोका काटेको जस्तो ब्लग बनिदिनु त आज। हिजो चाहिँ कसमाको ब्लग थियो होइन भनेर चाहिँ कुदिरहेको छु म। जोत्नु थाल जोत्नु थाल ल। दौड केटा दौड 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 दौड। मान्छे आइसक्नु थाल्यो। काट्ने बेला भएन अरू मान्छे है त काट्ने मान्छे चाहिएको काट्नु त समस्या भएन। पोल्न सोल्न चाहिएको मान्छे। आज नि तेरो अन्तिम दिन रहेछ अन्त रहेछ त राम्रो बोको त पाल्ने जस्तै। कसले त छोप्ने दाँतमा काटेन हुन्छ। के ए बोल्ने गरम त्यो फर्स्ट आउनु पो पहिले। बजार राम्रो रहेछ छक्काको भन्दा। बल्ल यो ठिक छ त बा यो त धेरै भुर र बोल। म धुने 15-20 मिनट त लिपिया चढाएको थिएँ आलुमा काट्नुलाई आलुबाट चढाएको थिएँ। आलु मोटै थियो त्यो आलु कच्चा फेदेर गयो एउटा दिवसको बुझ्दै त्यो कुरा चलाउने यो भेटी परेको बाटोबाट
नयाँ जोगाई ल बराबर हो बोका काटेर चाहिँ भ्याइसक्यो साथीभाइ त्यसपछि मासु लिएर चाहिँ म चाहिँ हिँड्दैछु घरतिर च्याट्टो पारामा गएर चाहिँ खाना खाने हो हैन त ल गाइस यति नै अब गुड डे बाई बाई